अहिले हामी सुनसरी बहुउद्देश्य कृषि फार्म देवानगञ्ज वार्ड नम्बर 7 मा छौं र अहिले यो चाहिँ फिशरी पोन्ड र खास गरी यो फिंगर लिंक राख्ने यो चाहिँ पोखरी चारैतिर कम्पाउन्डले घेरिएको यो पोखरीमा चाहिँ तपाईको सानो माछालाई चाहिँ ग्रोथ गर्ने एउटा चाहिँ कम्पाउन्ड घेरेका छौं र यसमा मिलाउने काम गर्नको लागि जेसीबी र एक्सकेभेटर अहिले लागिरहेको छ। दुईवटा जेसीबी र एक्सकेभेटर द्वारा यो काम भइरहेको छ, मिलाउने काम। र तपाई हेर्दै हुनुहुन्छ हाम्रो यो कृषि फार्मको यो भवन र गेट नजिकै रहेको यो गेट यहाँ देखिरहेको छ। विभिन्न यो 6 वटा यो चाहिँ पोन्डको पूर्वाधारहरू भइरहेको यो अवस्था अहिले यहाँ मिलाउने काम जारी छ। एउटा पोखरीमा 2टा जेसीबी र एक्सकेभेटर निरन्तर काम गरिरहेको छ। धन्यवाद।